गाइस नमस्ते वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ म धेरै दिन पछाडि भ्लग बनाउँदैछु। अनि मेरो चाहिँ परीक्षा अघि सकेर आइसकेको छु घर। अनि खाजा खाएर यहाँ मम्मी म बुबा चाहिँ यहाँनिर खोर्सानी गोड्दैछौँ। हेर्न सक्नुहुन्छ। खोल्यो हजुर खोल्यो स्कुल बन्द भएकै थिएन। जस्ती त 2 बजेतिर बन्द हुन्थ्यो। देखिसक्नुभयो होला। अनि मेरो बहिनी चाहिँ स्कुलदेखि अब आउने बेला हुनु आँटेको छ गाइज। अनि बहिनी अनि स्कुलदेखि आएर खाजा खान्छ। अनि लुगा फेर्छ। अनि होमवर्क गर्छ। होमवर्क चाहिँ कहिलेकाहीँ बुबा कहिलेकाहीँ मम्मी सिकाउँछौँ गाइज। अनि अब चाहिँ म खोर्सानीको झार उखाल्छु गाइज। झार पनि हेर्न सक्नुहुन्छ गाइज कति धेर छ। यसले चाहिँ यति गोडिसक्यौँ यी हेर्न सक्नुहुन्छ। अनि पल्लोपट्टि चाहिँ यति झार उम्रिसक्यो। अनि उता मासतिर अनि मासतिर अझै मासतिर अनि हाम्रो गाउँ पनि देखाउने छु। हेर्न सक्नुहुन्छ। मम्मी आज चियाटी गरेछ हैन न? चियाटी जलाउँदै हैन। अनि अब हामी चाहिँ यति गोडिसकेर हामी चाहिँ अब यहाँदेखि गोड्न थाल्छौँ गाइज। अनि यहाँ चाहिँ हाम्रो खोर्सानी चाहिँ ठुल्ठुलो भइसकेको छ गाइज। अनि तपाईहरुकोतिर खोर्सानी रोप्नु भएको हुन्छ कि हुँदैन मलाई कमेन्टमा भन्नु होला। अनि तपाईहरुको मकै कत्रो भयो त्यो पनि मलाई कमेन्टमा भन्नु होला गाइज। अनि म चाहिँ यहीँनिर भ्लगिङ गर्न चाहन्छु। अनि लाइक सब्स्क्राइब कमेन्ट पनि गर्नु होला।